मेरो तरकारी खेतीहरू सुरुवात हुँदैछ। त्यहाँ चाहिँ सिप्चना लगाइयो। यहाँ चाहिँ बर्काउल र कौली फुल, यसमा मुला, धनिया, यहाँ लसुन। यो पुरै तरकारी खेतीहरू, आलु छ, सागहरू सौरो। अब बाँकी केरो रोप्न। अब यहाँ प्याज हुन्छ यो जग्गामा चाहिँ। उतातिर भाजीको साग रोप्ने, उतातिर केरो भाजीको साग उता भाजी भइरहेछ। खानुको लागि फेरि अझै रोप्नुपर्ने अवस्था छ। अब यो घारी फारेर टक्क यहाँ चाहिँ केरो रोपिने छ। यता चाहिँ सागहरू खाने भइसकेको छ। त्यो त मुलाहरू तलतिर गहुँ रोप्यो, गहुँ उम्रिसकेको छ। मेरो बाख्राको खोर